गाइज, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ मैले फेरि अर्को नयाँ ब्लग लिएर आइसकेको छु। अनि आज हामी चाहिँ शनिबारको दिनमा चाहिँ टक्क खाजा खाना भनेर बाहिर निस्केका थियौँ बेलुकातिर। अनि यो ठाउँ चाहिँ कहाँ छ, यो रेस्टुरेन्ट भन्नुहुन्छ भने चाहिँ यो ठ्याक्क चितवनको नारायणी पुल पारी गैँडाकोटमा रहेको छ। अनि हामी चाहिँ होइन सबै ब्लगर भइसके पछाडि सबैले आफ्नो मोबाइल लिएर होइन ब्लगहरू भिडियोहरू लिँदैछौँ क्या। अब होइन अगाडि आफ्नो अनुहार त देखाउनै पर्यो होइन, अब के गर्नु, यस्तै त हो नि साथीहरू। सबैजना ब्लगर भइसके पछाडि सबैलाई आफ्नो भिडियोको लागि होइन आफ्नो ब्लगको लागि भिडियो चाहिन्छ, अनि खिच्नु परेन, यस्तै छ। अनि मैले चाहिँ यहाँ तपाईँहरूलाई यसो यहाँको रेस्टुरेन्टको भ्यूहरू देखाउँदैछु, के छ त्यहाँ, डेकोरेट कस्तो छ भनेर हजुरहरूलाई देखाउँदैछु। अब जेन्युन भन्नुपर्दा चाहिँ यहाँ एकदमै राम्रो छ। जस्ट खाजासाजा खानलाई, फोटोसोटो खिच्न, एकछिन यसो फ्रेस हुनलाई चाहिँ ठाउँ एकदमै राम्रो रहेछ। अनि हाम्रो म्यामहरू चाहिँ मस्त फोटो भिडियो गर्नतिर लाग्नु भएको छ। मैले पनि भिडियो लिइराखेको छु। यो चाहिँ रेस्टुरेन्टबाट लिएको भ्यू हो, एकदमै राम्रो छ। यो चाहिँ नारायणी हो, जुन चाहिँ चितवन पारीबाट लिँदैछु मैले चाहिँ। अनि यतिकैमा हाम्रो जुस चाहिँ आइसक्यो होइन। जुस आइसके पछाडि हामी चेयर्स गर्नतिर लाग्यौँ। अब यतिको चेयर्स गरेपछि हल्का स्वाङ पारेर नाटक पारेर यसो खाएको झैँ त गरिदिनु पर्यो। यतिकैमा खाँदा खाँदै हाम्रो खाजाको इन्ट्री भयो। अनि खाजाको इन्ट्री भइसके पछाडि हामी सबै भिडियो गराउन लाग्यौँ होइन। भिडियो त मोस्ट इम्पोर्टेन्ट, अब के गर्नु, यस्तै छ। यतिकैमा अर्को खाजाको पनि इन्ट्री भयो। हामी चाहिँ सबै मोमोहरू ट्राई गर्न जाँदै थियौँ। यतिकैमा आउन त ढिलो आयो, तर खानलाई हामीले एकैछिनमा गम गुम पारेर खाइसक्यौँ होइन। हामी एकदमै फास्ट खान्छौँ क्या, अब के गर्ने, यस्तै छ। अनि हामी चाहिँ 4 जना गएको थियौँ, जसमा चाहिँ 2 जना म्यामहरू हुनुभयो। अनि यता मेरो साइडमा 1 जना म्याम हुनुहुन्थ्यो। हामी चाहिँ 4 जना गएका थियौँ। सो रमाइलो नै भयो एकदमै। हजुरहरू एकदमै रिफ्रेस हुन चाहनुहुन्छ, चितवन गैँडाकोट वरिपरि हुनुहुन्छ भने चाहिँ यो ठाउँमा जानु होला, किनभने रिफ्रेस हुने ठाउँ नै छ। साथीहरूसँग गएर यसो खाजा खानलाई हामी चाहिँ खाजासाजा खायौँ, एकछिन बस्यौँ, गफ गऱ्यौँ, अनि निस्क्यौँ। त्यसपछि हामी निस्केर बबाई गर्नतिर लाग्यौँ। अब के गर्नु, यस्तै छ होइन। अनि मैले चाहिँ रेस्टुरेन्टको नामै थाहा रहन्छ क्या, सुरुमा त रेस्टुरेन्ट नै पसेर हिँड्छु, होइन नामै हेरेर हिँड्छु। अनि लास्टमा निस्किने बबाई गर्ने बेलामा त रेस्टुरेन्टको नाम बल्ल देखेको।